आज हामी मोतीबिन्दु अर्थात् क्याटरेक्टको बारेमा सरल नेपाली भाषामा बुझ्नेछौं। मोतीबिन्दु संसारभरि दृष्टि कम हुने प्रमुख कारणहरूमध्ये एक हो। तर खुशीको कुरा के हो भने समयमै पत्ता लागेमा यसको उपचार सफलतापूर्वक गर्न सकिन्छ। यदि तपाईं वा तपाईको परिवारमा 50 वर्षभन्दा माथिका सदस्य हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। हाम्रो आँखाभित्र एउटा प्राकृतिक लेन्स हुन्छ जसले क्यामेराको लेन्स जस्तै काम गर्छ। यो लेन्स पूर्ण रूपमा पारदर्शी हुन्छ जसले प्रकाशलाई रेटिनामा पुग्न मद्दत गर्छ। उमेर बढ्दै जाँदा वा अन्य कारणले यो लेन्स बिस्तारै धमिलो हुन थाल्छ। जब लेन्स धमिलो हुन्छ, बाहिरको दृश्य पनि धमिलो देखिन थाल्छ। यही अवस्थालाई मोतीबिन्दु भनिन्छ। यो आँखाको बाहिरी भागमा हुने सेतो दाग होइन, बरु आँखाभित्रको लेन्समा हुने परिवर्तन हो। धेरै मानिसमा मोतीबिन्दु उमेर बढ्दै जाँदा स्वाभाविक रूपमा हुन्छ, तर उमेर मात्र यसको कारण होइन। मधुमेह भएका व्यक्तिहरूमा मोतीबिन्दु छिटो विकसित हुन सक्छ। आँखामा चोट लागेपछि लामो समयसम्म स्टेरोइड औषधि प्रयोग गर्दा अत्यधिक घामको पराबैङ्गनी किरणको असरले वा जन्मजात कारणले पनि मोतीबिन्दु हुन सक्छ। त्यसैले सबै उमेरका मानिसमा मोतीबिन्दु हुन सक्ने सम्भावना हुन्छ। यद्यपि वृद्ध-वृद्धामा यसको जोखिम धेरै हुन्छ। मोतीबिन्दुको सबैभन्दा सामान्य लक्षण भनेको दृष्टि धमिलो हुनु हो। धेरै बिरामीले चस्मा फेर्दा पनि राम्रोसँग नदेखिएको गुनासो गर्छन्। रातिको समयमा गाडी चलाउन कठिन हुन सक्छ, किनकि अगाडिबाट आउने बत्तीले धेरै चम्किलो महसुस हुन्छ। केही व्यक्तिलाई रङहरू पहिलेभन्दा फिका देखिन थाल्छन्। कतिपय अवस्थामा एउटा आँखाले दोहोरो देख्ने समस्या पनि हुन सक्छ। यी लक्षणहरू बिस्तारै बढ्ने भएकाले धेरै मानिसले सुरुमा बेवास्ता गर्छन्। यदि तपाईको उमेर 50 वर्षभन्दा बढी छ भने नियमित आँखा जाँच गराउनु राम्रो हुन्छ। मधुमेह भएका, धूम्रपान गर्ने, लामो समय स्टेरोइड औषधि प्रयोग गर्ने वा परिवारमा मोतीबिन्दुको इतिहास भएका व्यक्तिहरूमा यसको जोखिम अझ बढी हुन्छ। जोखिम बढी हुनु भनेको मोतीबिन्दु निश्चित हुन्छ भन्ने होइन, तर समयमै जाँच गर्दा रोग छिट्टै पत्ता लगाउन सकिन्छ। धेरै मानिसले सोध्ने प्रश्न हो, के मोतीबिन्दु औषधिले निको हुन्छ? हालसम्म कुनै पनि आँखा ड्रप वा खाने औषधिले मोतीबिन्दु हटाउन सक्दैन। यसको प्रभावकारी उपचार भनेको शल्यक्रिया हो। शल्यक्रियाको क्रममा धमिलो भएको प्राकृतिक लेन्स हटाइन्छ र त्यसको ठाउँमा एउटा पारदर्शी कृत्रिम लेन्स, जसलाई इन्ट्राअकुलर लेन्स वा आइओएल भनिन्छ, राखिन्छ। आधुनिक प्रविधिका कारण यो शल्यक्रिया सामान्यतया सुरक्षित र सफल मानिन्छ। शल्यक्रियापछि केही दिन चिकित्सकले दिएको आँखा ड्रप नियमित रूपमा प्रयोग गर्नुपर्छ। आँखा नमिच्ने, धुलो वा फोहोरबाट जोगिने र चिकित्सकले भनेका सबै फलोअप जाँचमा उपस्थित हुने बानीले राम्रो निको हुन मद्दत गर्छ। धेरैजसो बिरामीले केही दिनदेखि केही हप्ताभित्र दृष्टिमा उल्लेखनीय सुधार अनुभव गर्छन्, तर निको हुने समय व्यक्तिअनुसार फरक हुन सक्छ। अब केही सामान्य भ्रमको कुरा गरौँ। धेरै मानिसले मोतीबिन्दु पाकेपछि मात्र अपरेसन गर्नुपर्छ भन्ने सोच्नुहुन्छ। आधुनिक चिकित्सा अनुसार दृष्टिमा असर पर्न थालेपछि र दैनिक काम गर्न गाह्रो भएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्न सकिन्छ। अर्को भ्रम, मोतीबिन्दु एक आँखाबाट अर्को आँखामा सर्छ भन्ने हो। यो गलत हो। प्रत्येक आँखामा मोतीबिन्दु छुट्टा-छुट्टै विकसित हुन सक्छ, तर यो सर्ने रोग होइन। सबै मोतीबिन्दु रोक्न सम्भव हुँदैन, किनकि उमेर यसको प्रमुख कारण हो। तर स्वस्थ जीवनशैली अपनाएर जोखिम कम गर्न सकिन्छ। मधुमेह नियन्त्रणमा राख्नुहोस्, धूम्रपान नगर्नुहोस्, घाममा यूभी सुरक्षा भएको चस्मा प्रयोग गर्नुहोस् र नियमित आँखा जाँच गराउनुहोस्। विशेष गरी 50 वर्षपछि वर्षमा कम्तीमा एक पटक आँखा जाँच गराउने बानी राम्रो हुन्छ। एउटा कुरा सम्झनुहोस्, मोतीबिन्दु अन्धोपनको कारण बन्न सक्छ, तर समयमै उपचार गरियो भने धेरैजसो बिरामीको दृष्टि सफलतापूर्वक सुधार गर्न सकिन्छ। त्यसैले दृष्टि धमिलो भएको छ भने उमेरको कारण भनेर बेवास्ता नगर्नुहोस्। नजिकको आँखा अस्पताल वा नेत्र विशेषज्ञसँग परामर्श लिनुहोस्। यदि आजको भिडियो उपयोगी लाग्यो भने लाइक गर्नु